ल है साथीभाइ अब अलिकति भए पनि भिडियो चाहिँ स्किप नगरी हेर्नु होला है। म तपाईँहरूलाई छाङ्गु पुगिन्जेलसम्मको चाहिँ म यहाँ अब बाटोहरू देखाउँदै 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 लानेछु होइन, के कस्तो छ अहिले भने चाहिँ साथीभाइ हो। हामी टक्कै 2 माइल चेकपोस्ट क्रस भयौँ हो। यसरी अगाडि बिस्तारैसँगले बढ्दैछौँ। यहाँ पछाडि साथीहरू छ हो, एकदम हाम्रो विशाल भाइ, कान्छा, खै सुकमान भाइ, अनि हाम्रो यता गुरुजी भाइ हो। बिस्तारैसँगले अघि बढ्दैछौँ हो। बाटो एकदम दामी हो। अब मौसम पनि एकदम क्लियर छ हो अहिले चाहिँ। अब हाम्रो 3टा गाडी अगाडि छ। अब हामी आज चालक वर्ग चाहिँ यसरी निक्लेको छौँ टुरको लागि है। रुटहरू पनि याद गर्नु पऱ्यो नि त। यसरी निक्लेको बेला कोही बेला रिजर्भहरू आउनुपर्छ हो। 3टा गाडी चाहिँ अगाडि अगाडि छ हो, हामी पछाडि छौँ। लास्ट हो हाम्रो गाडी। पहिला चाहिँ साथीभाइ हामी छङ्गु लेक पुग्नेछौँ हो। जग्गाहरू चाहिँ एकदम दामी रहेछ। अब मलाई यो यहाँ बिचको जग्गाहरूको नामहरू चाहिँ अब याद भएन हो। फाइनल्ली आइपुगिसकेको छौँ यहाँ हो। यस्तो छ ल साथीभाइ, चिसो हावा हो। आइपुग्यो है ल। पानी जाम भएको देखाइ, पोखरी जाम भएको देखाइदियो। पोखरी जाम भइरहेको रहेछ नि त। अब गाडी भने चाहिँ हामीले यहाँ माथिल्लोपट्टि पार्किङ गरेको छौँ हो। जग्गाहरू यस्तो छ। अब यता माथि डाँडाहरू हो। म चाहिँ अब फर्स्ट टाइम आएको यो जग्गा, पहिलोपल्ट हो मेरो चाहिँ हो। दाजु अन्त एकदम राम्रो राम्रो लाग्छ। मजा आउँदैछ। चिसो छ, चिसो चिसो है विशाल भाइ। चिसो चिसो छ मौसम भनेर चाहिँ अब यहाँ रहेछ नि त फेरि। यहाँको भ्यूहरू चाहिँ अब यस्तो रहेछ हो। एकदम दामी छ लु। यो चाहिँ हो साथीभाइ छङ्गु लेक होइन। एकदम देख्न सक्नुहुन्छ है। यहाँ पोखरी जामी राखेको छ होइन। एकपल्ट ग्रुपिङ फोटो खिच्ने अरे नि त साथीहरू। ग्रुपिङ फोटो लु खिचिहालौँ हो सबले। शिव दाजु अब चाहिँ हामी कहाँ लागिन्छ यहाँदेखि? अब हामी यहाँ फिलहाल अहिले छाङ्गुमा छौँ हजुर है। अब यहाँबाट डाइरेक्ट जान चाहिँ नाथुला कुबुक हुँदै हुँदै जलुक भएर चाहिँ लाग्नु पऱ्यो है। लाग्नु पऱ्यो। भनेपछि अब हामी नथुला लाग्नु पऱ्यो। ल साथीभाइ अहिले भने चाहिँ अब हामी यहाँदेखि चाहिँ नथुला लाग्दैछौँ होइन महेश भाइ। हेलो हेलो। अब नथुला लाग्दैछौँ होइन हामी। नथुला त्यहाँदेखि हामी जान्छौँ कुपुक। हाम्रो खाना खाने जग्गा चाहिँ अब कहाँ हो? अब हामी खाना चाहिँ खान्छौँ तल नाथाङमा। नाथाङमा नाथाङ गएर त्यहाँदेखि जुलुक भएर चाहिँ लाग्नु पऱ्यो है। ल साथीभाइ अब यहाँदेखि फाइनल्ली निस्केको हामी है। र साथीभाइ हामी चाहिँ अहिले भने छङ्गु लेकदेखि निस्केर चाहिँ यसरी टक्कै नथुलापट्टि अगाडि बढ्दैछौँ हो। यहाँदेखि अलिकति माथि आएको छौँ हो हामी। अलिकति माथिल्लोपट्टिदेखि चाहिँ है यस्तो देख्छ हो। एकदम दामी जग्गा छ साथीभाइ। अब यहाँदेखि अब नथुला जानुको लागि चाहिँ हो सानो गाडी दिँदैन र चाहिँ अब सानो गाडी राखेर चाहिँ अब हामीले यहाँ ठुलो गाडीहरू लिएर जानुपर्ने हुन्छ हो। अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाडी चाहिँ अब यता नै राखेर हो भाइ। अब हाम्रो गाडी चाहिँ यतै राखौँ है। अब हामी अर्को ठुलो गाडी लिएर जानुपर्ने भयो नि त यहाँदेखि। अब यहाँदेखि पाउँछ नि त हो। कस्तो छ टक्कै अहिले टाइम भनेको चाहिँ अब 10 बजेको छ हो। हामी अर्को गाडी लिएर जानुपर्ने हो। हाम्रो दिँदैन गाडी हो सानो। अब ठुलो लैजाउँ ल। ठुलो लानुपर्छ दाजु गाडी अब हामी ल। एकदम जाउँ न होइन। अब माथि पुगेर ठुलो गाडी लिएर घुमेर आउँ। त्यहाँबाट उता जलुक हुँदै जानुपर्छ। अहिले भन्छ अब हामी बोलेरोमा चढेको छौँ हो। ठुलो गाडीमा, सानो गाडीमा नदी त रहेछ नि त है। नथुला 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 अब उकालो एकदम भिड छ लु। नथुला आइपुग्यो हो। फोटो खिच्नेहरू अब भिड रहेछ नि त यहाँ त फेरि हो। लु भिड हेरिहाल्नुहोस् है। अब यस्तो छ हो। कहिले पुग्नु अब यता माथि यति साह्रो भिड छ हो। अहिले भने चाहिँ आइपुगिसकेको छौँ हो। यति साह्रो चिसो छ। यहाँ हेर्न सक्नुहुन्छ है मान्छेको क्राउड पुरा चिसो। लु अब चाइना बोर्डर छेउमा आइपुगिसकेको छौँ हो।
यहाँ चाहिँ अब चाइनाको अफिसकै क्वार्टरहरू होला नि त हो, यस्तो छ। होचोहरू पनि साह्रो छ त फेरि हो, पछाडि देखिँदैन हो, यस्तो छ लु। अन्त यति चिसो है। अब यता इन्डिया हो, यहाँ पछाडि देख्दै गर्नु भएको चाहिँ चाइना हो नि त पछाडि। अब यता हाम्रो इन्डिया हो। अब फाइनली हामी यहाँदेखि पनि निस्किँदैछौँ हो ओह्रालो। खुट्ला जस्तो भइसकिसक्यो नि त अन्त चिसोले हो। अब यो ओह्रालो फर्किनु पर्ने कि तल मान्छेको चाहिँ अब भिड यस्तो छ हो, यो भिड चाहिँ अब काटेर जानुपर्छ। अब हेर्नुहोस् त यो भिडहरू कति छ। अब यहाँ तल पुग्नुपर्छ नि त। एकदमै चिसो हावा चल्दो रहेछ नि त यहाँ चाहिँ फेरि हो, एकदम चिसो। चाइना बोर्डर मैले अघि भने नि माथिबाट देखाएको थिएँ नि, यहाँ पछाडि चाहिँ देख्न सक्नुहुन्छ है। ल है साथीहरू, जो आउनु भएको छैन है तपाईँहरू पनि एकपल्ट आएर भिजिट गर्नु होला यहाँ नथुला है। एकदम दामी जग्गा छ, तर चिसो चाहिँ एकदमै चिसो हो, यस्तो छ। चाइना र इन्डियाको बोर्डर एरिया हो। भाइलाई पनि टक्क भेटाइयो हो, यतै छ है, कहिले फर्किन्छौ? ल ल भेट्दै गरौँ ल। अहिले भने चाहिँ हामी नथुलादेखि चाहिँ ओह्रालो झर्दैछौँ हो। आधी साथीहरू अगाडि झऱ्यो, हामी चाहिँ यहाँ पछाडि छौँ हो। डाँडा काँडाहरू हेर्नुहोस् एकदम दामी छ। अब हामी चाहिँ यहाँ पर कुपुक निस्किँदै जाने हो नि त। अब नथुलादेखि चाहिँ टक्कै हामी यहाँ आइपुग्यौँ अब गाडी राखेको जग्गामा हो। यहाँ भाइ र म चाहिँ यो ठुलो गाडीमा छौँ हो, सानो गाडी चाहिँ अब हाम्रो अगाडि छ, अघि राखेको जग्गामा पुग्न आँटेको छौँ। त्यहाँदेखि फेरि हामी चाहिँ कुपुक हुँदै जलुकहरू हुँदै घर फर्किनुपर्छ हो। यस्तै छ है साथीभाइ अब आजको चाहिँ होइन। एकदम हाम्रो चाहिँ दामी टिम छ यो गाडीमा चाहिँ हो, भाइको गाडीमा। टाइम पास मकै खाँदै जाँदैछौँ हो, लेक नलाग्ने हो, किनभने निकै चिसो रहेछ यो जग्गा चाहिँ। बेला बेला इन्जोय पनि गर्नु पर्यो होइन। अब हामी चाहिँ आज इन्जोयको लागि निक्लेको, ड्राइभर साथीभाइहरू सबै छौँ हो। बिस्तारैसँगले हामी त्यसरी अगाडि बढिँदैछ। अहिले भने चाहिँ साथीभाइ हामी यहाँ नाथाङ भ्यालीमा छौँ हो, यहाँ तल देख्न सक्नुहुन्छ है। यहाँ पनि चिसै छ एकदम, तर गाडीमा मकै बोकेको छौँ, तातै हुन्छ फेरि हो, यस्तै छ। नाथाङ भ्याली चाहिँ अब साथीभाइ यस्तो छ हो। यहाँ आइपुग्यो अहिले भने चाहिँ। अब यहाँदेखि फेरि अझै अगाडि बढ्नुपर्छ हो। हामी जुलुक पुग्नु आँटेको छौँ। अब बाटोहरू यस्तो छ हो। यहाँ अहिले भने चाहिँ हामी एकछिन बाहिर निक्लेको छौँ है, गाडी बिसाएर, यस्तो छ।